press the bell icon on the YouTube app and never miss another update. का संयोजक आजका अध्यक्षज्यू र आधिकारिक ट्रेड युनियनका आदरणीय उपाध्यक्षज्यू, त्यसपछि हाम्रो विश्व ट्रेड युनियन महासङ्घका पूर्व नेप्लाका अध्यक्ष चाहिँ भुषाल सर, नेप्लाका अध्यक्षज्यू, नेप्लाका अध्यक्षज्यू, नेप्लाका उपाध्यक्षज्यू, महासचिवज्यू लगायत त्यसमा बस्नुभएका आदरणीय साथीहरू र आन्दोलनरत तपाईहरू जो 10 दिनसम्म आन्दोलन रहनुभयो, सारा चाहिँ हाम्रा आदरणीय साथीहरू हो। यहाँ धेरै कुराहरू तपाईलाई जानकारी भइसक्यो। हिजो तपाईहरू आन्दोलनमा रहँदाखेरि हामीले तपाईहरूलाई सपोर्ट गर्दाखेरि हाम्रो सम्बन्ध र तपाईहरूको सम्बन्ध के हो भन्ने किसिमका कुराहरू चाहिँ मन्त्रालयले नसुनिकन कृषि विकास मन्त्रालयले पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तपाईहरूको मागलाई हामीले अगाडि सार्दै जाँदा कृषि विकास ब्याङ्क र चाहिँ हाम्रो चाहिँ मन्त्रालयको सम्बन्ध जस्तो हो, उहाँहरू स्थानीय तहको हो भन्ने किसिमको कुराहरू उहाँले गर्नुभएको थियो। त्यसपछि हामीले त्यसलाई तपाईहरूको चाहिँ एकैबद्धताका साथ हामीले पनि साथ दिँदै जाँदाखेरि अहिले आएर अन्तिममा यी कर्मचारीहरू हाम्रै हुन्, यी स्थानीय तहका होइनन्, हाम्रो देशलाई आवश्यकता छ भन्ने महसुस भएको छ। यसको लागि यो पहल गर्नको लागि सबभन्दा बढी भूमिका आदरणीय हाम्रा चाहिँ आधिकारिक ट्रेड युनियनका चाहिँ वरिष्ठ उपाध्यक्षज्यूको चाहिँ हात छ। उहाँले पटक पटक हामी कृषि प्राविधिकहरूलाई पटक हामीलाई चाहिँ माया गर्नुभएको छ। किन भन्दा उहाँ पनि पहिला कृषि अन्तर्गतै बस्नु भएको हुनाले हामीले पनि उहाँलाई कुनै पनि हाम्रा मागहरूलाई चाहिँ उहाँले तपाईँले यसो गर्नुपर्छ उसो गर्नुपर्छ, भोलाजी पछि हट्नुहुन्न भनेर हामीले चाहिँ उहाँलाई चाहिँ हामीले चाहिँ खबरदारी गर्थ्यौँ। उहाँले हामीलाई सपोर्ट गर्नुहुन्छ र यो आज पनि हिजो पनि यो तपाईँहरूको आन्दोलनलाई पनि उहाँले योगदान दिनुभएको छ। त्यसै गरी भुषालजीले पनि त्यत्तिकै किसिमको चाहिँ पहल गर्नुभएको छ र अरू हामी लाग्ने साथीहरू पनि यत्तिकै